ल है त गाइज अब चाहिँ यो भुर्कीमा आज चाहिँ भुर्की फोर्न लागो हैन होम ब्याङ्क के कति जम्मा भएको रहेछ यो 3 महिना भयो यसमा जम्मा गर्न लाग्नु भएको आमाले अलि रक्सी पारेर बनाएको पैसा हाल्नु भएको हैन हेरौँ कति भएको रहेछ त्यस्तो के होम ब्याङ्क चाहिँ हुन जरुरी छ है कति रहेछ ल अब फुटाल्न लाग्नु भएको छ उहाँले है म चाहिँ भिडियो बनाउँछु तपाईहरुले माइजीले फुटाल्न लाग्नु भयो उहाँले चाहिँ जम्मा गर्नु भएको हो अब हेरौँ है कति भएको रहेछ है त ल है ओहो पैसा त भएछ त थुप्रै ल ठिक छ ल पैसा धेरै भएछ सानसाना केटाकेटी पैसा टन्नै रहेछ नि त पैसाहरू टन्नै रहेछ जोस यति भएपछि पनि धेरै राम्रो हो नि त्यति भए पनि हैन ल हजार का नोट पनि रहेछ नि 2-4 वटा 1 2 3 4 वटा रहेछ है 4 वटा हजार को नोट रहेछ अरु चाहिँ 5 का नोट रहेछ हैन अनि के कस्तो छ है त सबै जम्मा गरेर कति हुने रहेछ अब हेरौँ न त यति भयो नि धेरै हो नि त हैन यति भयो नि थोरै जम्मा गरेर राखेको हैन पछि केही समस्या भयो भने टाक्क खोल्न सजिलो हुन्छ हैन आफ्नो समस्याको समाधान पनि भयो पैसा बचत पनि भयो तर पैसा बढ्न त बढ्दैन हैन त्यही पनि रहन्छ भन्ने हो हैन सुरक्षित चाहिँ रहन्छ के भुर्कीमा राखेको पैसा कतै पनि जाँदैन हैन यो चाहिँ मलाई खुब राम्रो लाग्छ आइडिया चाहिँ एउटा पैसा केले खाइछ फेरि यो उसले खाएछ क्या त्यो त्यसले खाइदिएछ भित्र किरा बसेको थियो त्यो साइड यति भए पनि धेरै राम्रो हो है त कति भएको रहेछ है हेरौँ न अहिले त भयो होला जस्तो लाग्छ है मलाई जे भए पनि 2-4 पैसा हालेको 2-4 हजार त भयो होला 2-4 हुन्छ 4000 त्यो भइहाल्यो सबै गरेर 10,000 जति छ होला जस्तो लाग्यो मलाई चाहिँ हेरौँ अब कति हुँदैछ हैन सबै जम्मा गर्नु पर्यो पहिला भएको छ है त समस्या परेको बेला बट्टा लाएर अब यसलाई चाहिँ जम्मा गरेर काउन्ट गर्नु पर्यो ल तपाईहरुले त्यो उठाउँदै गर्नुहोस् है त यहाँ चाहिँ ल यति भयो है खुतुर्केमा पैसा चाहिँ यहाँ ठ्याक्क 10,500 भएको रहेछ गाई चाहिँ 10,500 ले धेरै समस्याको समाधान गर्छ नि त हामी गरिब दुखीलाई त हैन जो अब त्यो यति जम्मा नगरेको भए खाएर भ्याइसक्थ्यो हैन के गर्दा गर्दै यस 1-2 पैसाले यति धेरै हुने रहेछ हैन त्यही भएर सबैले सकेसम्म बचत गर्न सिक्नु पर्छ भन्ने उदाहरण पनि हो हैन भुर्की चाहिँ यो टक्क अब हामीलाई काम चाहिएको थियो अनि आज खोलियो है 2-3 महिना भयो कति भयो तर यति जम्मा भएको रहेछ के यति भयो भने सुरक्षित हो नि त यस्तै हो गाइस है तपाईहरुलाई कस्तो लाग्यो हाम्रो भिडियोहरु हैन यो आइडिया यदि हाम्रो तपाई पनि यस्तै दिनदिनै 1-2 पैसा जम्मा गर्नुहोस् हैन तपाईको समस्याको समाधान गर्नुहोस् हाम्रो यो पैसाको मालिक चाहिँ यहाँ हुनुहुन्छ त्यही हो गाइस है त धन्यवाद।